20 लेख्ने काम गरौँ। यो 1 देखि 20 तपाईलाई राम्रोसँग पढ्नु होला। तपाईलाई यो 1 देखि 20 आयो भने अब तपाईलाई 20 देखि माथि चाहिँ हामीलाई 20, 30, 40, 50, 60, 70, 80, 90 यो मेन पोइन्ट मात्र पढ्नु पर्छ। त्यसपछि यही दोहोरिँदै जान्छ। यही कुराहरू कहिले 1 देखि 9 सम्म दोहोरिन्छ, कहिले 11 देखि 19 सम्म दोहोरिन्छ। त्यही भएर तपाईले यसलाई चाहिँ एकदमै पानीले बनाउनुहोस्। अघिको सेलिब्रेसन म भोलि फेरि सोध्छु। ल एकपल्ट अनि प्लस यति आज यति गरौँ ल।